हेलो गाइज, हेर्नुस् है, आज चाहिँ म आफ्टर गोर्खेहरू सकेर आएर टिङ्मो बनाउँदैछु। बनाइसके हो, टिङ्मो बनाइसके। अन्त त्यहाँदेखि यो तपाईको पर्कको सेफ्टा मैले फर्स्टमा चाहिँ पर्क बनाएँ। अब चाहिँ हेर्नुस् तपाईहरुलाई म अब बिफको सेफ्टा चाहिँ कसरी बनाउँछ, बिफको हाम्रो टिबेटन सेफ्टा चाहिँ कसरी बनाउँछ भनेर म तपाईहरुलाई देखाउन गइरहेको छु। एकछिन स्टे ट्युन सबैजना। मैले फर्स्टमा चाहिँ पर्क अलग्गै बनाएँ नि त, किनभने कतिजनाले बिफ खाँदैन। हेर्नुस् यहाँनिर मैले गार्लिक काटेको छु, प्याज, टमाटर, अन्त यहाँ मैले मासु बोइल गरेको चाहिँ बिफ हो। सरी गाइज, पर्कको चाहिँ मैले अपडेट गर्न सकिनँ तपाईहरुलाई। प्रोसेस चाहिँ तर सेम हो। एकछिन बस्नुस् होला है। त्यतिकै यहाँनिर तेल खरिँदैछ। टिङ्मो हेर्नुस् न मजाले, अलिकति फुलेन जस्तो छ कि, तर उयै भएको छ, ब्रेड सेम भएको छ, साइज चाहिँ सानो हो। जस्ट टिङ्मो त अब ब्रेड एक्चुअलीमा टिबेटन ब्रेड त हो। र आज चाहिँ हाम्रो ट्रेडिसनल फुड खान गइरहेको छु। र तपाईको यहाँनिर हेर्नुस् है गाइस, तपाईको यहाँनिर अब फर्स्टमा गार्लिक हाल्नुपर्छ। गार्लिकलाई हल्का चलायो, गार्लिकलाई हल्का चलायो, हल्का ब्राउन गर्नुपर्छ। बेसी ब्राउन गर्नु हुँदैन, किनभने साप्टाहरू बनाउँदाखेरि चाहिँ डराउनु हुँदैन नि त प्याजहरू हो। अब देन आफ्टर ओनियन हाल्न गइरहेको छु गाइस। यो चाहिँ ओनियनलाई चाहिँ हामीले डाइस कट काट्नुपर्छ है। सबैलाई थाहा छ यसलाई चाहिँ डाइस कट भन्छ भनेर। हेरिदिनुहोस् यता अलिकति, यसलाई अलिकति भुट्यो भुट्यो हो, भुट्यो। अब पिरो खानेलाई त पिरो हाल्दा पनि हुन्छ, तर म चाहिँ बिफमा चाहिँ पिरो अलिकति नहालौँ भनेको, किनभने मैले अलिकति खोर्सानीहरू बारिरहेको छु नि त। 3 मन्थ चाहिँ बार्ने नि त, 3 मन्थ पुगेको छैन। अब चाहिँ म गइरहेको छु बिफ, तपाईको बोइल्ड बिफ। अन्त देन आफ्टर दिस इज सोया सस, अलिकति हाल्नुपर्छ टेस्टको लागि चाहिँ। यो चाहिँ सोया सस। अन्त तपाईको सल्ट, दिस इज सल्ट। म चाहिँ यो एक्चुअली यो पिङ्क सल्ट चलाउँछु, किनभने यो चाहिँ यो लिभरहरू भयो, तपाईको थाइरोइडहरूको लागि, तपाईको यो बीपी को लागि चाहिँ यो पिङ्क सल्ट सबैजनाले खानुहोस्, राम्रो हुन्छ हेल्थको लागि। पिङ्क सल्ट चाहिँ बीपी, थाइरोइड, सुगर, अन्त लिभरको लागि। अन्त सेप्टा बनाउँदा चाहिँ हामीले प्याज टमाटर सरी हल्दीहरू नहाल्दा पनि हुन्छ। अब यसलाई चलाउनु पर्छ, यसलाई चलाएर मजाले खराउनु पर्छ। पिरो खानेलाई पिरो हाल्दा हुन्छ, मैले चाहिँ पिरो राखिनँ। अब हेर्नु ड्राई कट टमाटर, अब यसलाई खराउनु पर्छ। अब मैले हाल्ने सामग्री जति मैले सबै हालिसकेँ। अब यसलाई भुट्यो भुट्यो भुट्यो, यसलाई भुटेको गर्नुपर्छ भरे नै। अलिक सुकेपछि चाहिँ यो चाहिँ के हो भन्दा चाहिँ हामीले अघि जस्तै अब पर्कको अलग्गै राखेको थियो, अलग अलग उसिनेको। यो चाहिँ बिफको भरे अलिकति यो अलिकति उसिनेको पानी हाल्नुपर्छ र अब यसलाई भुटिबस्नुपर्छ। ओके गाइस, म तपाईहरुलाई भरे पाकिसकेको हाम्रो खाना रेडी भइसकेको म तपाईलाई बिफ सेफ्टाको भिडियो देखाउने छु। बाइ बाइ। यो आयो बिफको सेफ्टा चाहिँ यस्तो भएको छ। हेर्नुहोस् हामी खाँदैछु, डल्लै अपडेट दिनु पाएन। यो पर्क सेफ्टा र नानी चाहिँ भेजिटेरियन हो, सो आलु चरचरी र अन्डा यो टिङ्मो। ओके बाइ बाइ है गाइस, सबैजना बाइ बाइ र गुड नाइट। जे भए पनि जस्तो भए पनि जिन्दगीमा है खुसी बस्नुपर्छ, खानुपर्छ अनि सुत्नुपर्छ। अनि मलाई भन्दा अनि पापा चाहिँ नन भेज, नन भेज। Papa is not only non-veg, great non-veg. Great non-veg, अनि म एमएल मा 2 पल्ट MVP।
जिन्दगीमा दुःख आएम सुख आएम मान्छेले राम्रो भनेम नराम्रो भनेम खुवाई चाहिँ राजा र रानी खुवाई गर्छु है म चाहिँ ल सबैजना पनि त्यसै गर्नुहोस्।